तपाईले शेयर बेच्दाखेरि छुटेर वा बेचिसकेपछि कम्पनीले बोनस शेयर दिएर अथवा अन्य कारणले तपाईको पोर्टफोलियोमा 10 किता भन्दा कम शेयरहरू छन् भने त्यसलाई कसरी बेच्न सकिन्छ त आजको यो भिडियोमा जानौं है त तपाईले यस्तो कुनै पनि कम्पनीको थोरै शेयरहरू बेच्नको लागि या त सोही कम्पनीको अरु शेयरहरू किनेर 10 किता भन्दा बेसी बनाएर बेच्नु पर्यो हैन भने यस्तो अवस्थाको लागि नेप्सेमा छुट्टै सेसन रहेको छ जसलाई अड लट भनिन्छ तपाईले आफ्नो टिएमएस खोल्दाखेरि कन्टिन्युअसमा खुलिरहेको हुन्छ र तपाईले यहाँनेरि यसकै छेउमा रहेको अड लटमा क्लिक गर्नुपर्ने हुन्छ तपाईले त्यहाँनेर कुन शेयर बेच्ने हो कति किता बेच्ने हो र कति रुपैयाँमा बेच्ने हो आफ्नो अर्डर राख्न सक्नुहुन्छ तर तपाईले त्यसको लागि फेसबुक वा अन्य कुनै प्लेटफर्मको विभिन्न ग्रुपहरुमा गएर बायर्सहरु खोज्नु पर्ने हुन्छ र यदि उनीहरुलाई इन्ट्रेस्ट छ भने तपाईको शेयर बिक्री हुन सक्छ तर बजारमै चलिरहेको मूल्यमा अड लटको थोरै शेयरहरु कसैले किन्न खोज्दैन त्यसको लागि तपाईले बजारमा चलेको मूल्य भन्दा 2% तल बसेर आफ्नो अर्डर राख्न सक्नुहुन्छ र बायर्सहरु पनि अड लटमा सस्तो पाइने भएर यतातिर इन्ट्रेस्टेड हुन सक्छन् र उनीहरुले बाइ अर्डर राखेपछि तपाईको शेयर बिक्री हुन्छ